आज हामी दिदी र म फर्स्ट टाइम अब मेरो नयाँ च्यानलमा मलाई केही पनि थाहा छैन, त्यही पनि अब बिस्तारै बिस्तारै आउँछ सबै। आज हामी ढेँडो खान लागेको छौँ। मेरो नाम कञ्चन थापा मगर र दिदीको नाम यसले भन्छ फोन। मेरो नाम लिजा। केही भन्न खासै आउँदैन। यो चाहिँ कोही एउटा के पनि खाना पनि हड्डी कुड्डी सब खाना पर्छ है। सुरु गरौँ। पिरो भयो ताली भयो घरमा नै सबै खाऊँ। कोकबाट सुरु गर्छौँ पहिला हामी। खायो त गाइस, टेस्ट गरौँ। कोकबाट के हो यो? नुन हालेको के यहाँ सर्के झन् नुन हालेको यहाँ हाले नै त्यो त कोको छ क्या आज। थिएन त नहस है आँखा न चाहिँ मिठो अघि लग्यो खा त यो नुन होइन मिठो। यहाँ नुन हेर न यहाँ नुन गर्नेको सुरु प्र्याङ्क रे भाइ। अब खाँदै छ्या म त कताबाट नुन भयो भन्दा अब त्यही भएर जिन्दगीमा प्र्याङ्क भयो। प्र्याङ्क यो फाइनली। यस्तो प्र्याङ्कलाई कति गर्छु यसले मलाई कम दुःख दिएछ। राति रातिको आँखादेखि खुवाइदिनु मलाई याद छ नि। खाइ है। यस्तो भिडियो त मैले हालेँ होइन भाइ, अब हालिदिनु पर्ला। मेरो पनि च्यानल छ साथीहरू, मेरो पनि यसको च्यानललाई पनि सब्सक्राइब गरिदिनु होला। यसको धेरै छ मेरो भन्दा पनि। त्यही पनि म चाहिँ आज उहाँजीको च्यानलमा आएको हो। उहाँजीले रिक्वेस्ट गरेर आज बनाइदिउँ भनेर। हुर्लुक फुलुक मिल्ने है ढेँडो। धेरै पछि खाएको ढेँडो, सिम्पल खाना, नेपाली खाना। धेरै पछि आएको ढेँडो त मैले त कस्तो चाखा मात्रै खाया धेरै फर्स्ट बाइट भन्छ नि त्यस्तै। सब सकाउनु पर्छ, लुजरले बाँड्दिनु पर्छ सबै सर्लक्कै लाएर। अलिअलि पिरो त खाना पर्छ नि। पिरो खानु थाहा कोक खा। त्यो नुन भएको नुन भएको कोक भाइ पाइदिए खाना कोक। प्योर कोदोको ढेँडो, गाउँबाट लिएर आएको कोदोको ढेँडो, कोदोको पिठोको ढेँडो। म चाहिँ खाना खाँदाखेरि नुन हालेर चाहिँ नि नुन भगवान्। अनि पछि खाना पर्ने कोक यसलाई सुरुमै जानु। कस्तो बेला तर पहिला दिन्छ खाँदै भाइ ढेँडो त ढेँडो खाएर मुख त मान्छे दिए हात खुट्टा पाखो सब बलियो भनेर। त्यस्तै हो सुरुको अब खासै भिडियो बनाउन आउँदैन। सबैजनाले साथ सपोर्ट गर्दै गर्दा न बिस्तारै बिस्तारै राम्रो बनाउने कोसिस गर्छु। ट्रेन चलिरहेको अहिले भ्लग बनाउने मुखबाङ गर्नेहरू। यस्तो अरूले धेरै खान आउँदैन हामीलाई, अब जस्तो त्यति खाने हो। एउटा मेमोरी नै हुन्छ भनेर हो होइन। पानी आउँछ अन्त बोतलमा।
फर्स्ट एप्रिल त हाल्छ नि त होइन म डर चाहिँ प्र्याङ्क गरेँ भन्दा म एप्रिल चाहिँ हालेर भाइ डर लाग्छ मलाई त मेरो च्यानलमा फर्स्ट मुकबाङ भिडियो मुकबाङ चिकन करीसँग तरकारी खाना हालेर खाने यति पनि खान सक्दैन हामी त हाम्रो साथी चाहिँ अलिकति लजाउनु हुनुहुन्छ त्यही भएर भिडियो आउनु भएन हजुरहरूलाई कन्ट्रोल ध्यानमा ल दर्शकहरू हुनुहुन्छ साइडमा चटनी सुरु हो कि तरकारी सुरु हो यस्तरी खाने कि नेपाली स्टाइल हो सलक्क थालमा हाल्ने प्लेटमा अनि यस्तरी समात्ने डल्लो बनाउने र या क्वाप खाने सुपमा डोब्ने र आगर्ने हुलुक्क निन्ने हो त अर्कै अर्कै भन्छ यस्तै भिडियोहरू हेर्न मन छ भने लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु अझै राम्रो लिएर आउने कोसिस गर्छु अब सुरुको यस्तै हो खासै आउँदैन गर्नलाई बिस्तारै सिक्दै जानेछु अर्कोमा चाहिँ के गरी भन्दाखेरि मैले सोचेको उसकै क्वेसन मैले चाहिँ तलको क्वेसन लेख्ने तर चाहिँ मलाई क्वेसन लेख्ने त्यहाँ सोध्ने जस्तो क्वेसनको वर्षा होला फेरि सोध्न नपाएको धेरै भएको छ अझै डर लाग्यो भनेपछि त भिडियोमा सब झन् भन्नै पर्छ झुटबाट पाइँदैन ए भगवान् मेरी बिल्ली मुझे मैमै भने जस्तो जस्तो अन्त सबैले मलाई बढाउन मन लाग्यो एकचोटि क्वेसन के त्यो मिलाइ खाना आउँदैन खाने हो नेपाली स्टाइल हो गाउनु खाने हो त्यहाँ खुट्टा नै पछाडि यो त हलिँदा कोक पनि कसको लाग्छ नुन ढेर टाका दिन्छ भने सुन्दै क्या
के हो चटनी पियो रहेछ क्या लाज भाँडा धुवाउने सबै नानी लुजाले भाँड्दैन नि त म खाँदैछु नि अब लुजा फर्स्ट अब मैले भ्याउ लगाइसकेँ नि त एबिसी भन्दै बस म भ्याइसकेँ सारा मन पर्दैन हातहरू थप्ने हो र साथै थप्ने हो र थप्ने हो र सलकै भ्याउनुपर्छ है सबै अब भिडियोमा चाहिँ टोट राम्रोमा यसरी धेरै जस्तो देखाएर बिर्सेछ है नेपालीको बुद्धि पस्याएको भनेको हो रहेछ साथीहरू ध्यानै बिर्सेछ मेरो फिनिस फाइनली क्यामेरामा आयो थाहै छैन लुजाले भाँड्दै हुन्छ अब अन्त ड्युटी हो मेरो खाना पकाउँछ भाँड्दै नि त्यही पनि आज त्यति दिए यसलाई विन गऱ्यो नि त खातेरै ल यो विन भयो मेरो त भ्याइसक्यो सबै के फालिसकेँ यहाँ कति दिन म त हिँडेको पनि छैन यी मेरो सर्लक्कै त्यो पनि छैन यस्तो यहाँ अचार छ यहाँ यो छ ल हाम्रो आजको मुकबाङ के च्यालेन्ज भए पनि भ्याइसकेको छ र अब अहिले यो हालेको छ यसले भाँडा धुन्छ मन पऱ्यो नपऱ्यो नि फुल वास गरिदिनु होला आजलाई यति नै भन्न चाहन्छु बाइ बाइ हाम्रो खाने स्टाइल अब भनिदिनु होला कमेन्टमा अहिलेलाई चाहिँ बाइ बाइ